2055, 56, 54 तिर है, ठ्याक्कै मलाई याद छैन। त्यो हाम्रो जिल्लामा चाहिँ शिवराज जोशी, शेरबहादुर देउवाको चाहिँ पम्फलेटहरूको पोस्टरहरू जान्थ्यो हैन। बाबा के हो भन्थे कि मैले। अनि यो नेपाली कांग्रेसका ठुला नेताहरू हुन् यिनीहरू हाम्रो लागि धेरै राम्रो काम गर्छन् बाबु भन्नुहुन्थ्यो। अनि त्यो गाईको गोबरहरू लगेर टाँस्थ्यौँ कि हामीले भित्तामा त्यो पम्फलेटहरू के। भनेपछि त्यहाँबाट म पनि अब यत्रो जवान भएर न बुढेसकाल लाग्न सुरु भइसक्यो। अब मेरो छोरा नै अब 15-16 वर्ष भइसक्यो भनौँ। अहिलेसम्म तिनै छन् हो। अनि मान्छे पनि फ्रस्ट्रेसन कसरी नहुन है। अब यहाँ फेरि अब कमेन्ट अब उल्टो गर्न सुरु गर्ने होलान्। अब केही वर्ष अब बच्चै भइयो हैन, बुझिएन। अब हाम्रो बाजेहरू पनि काङ्ग्रेसकै चाहिँ अब सेनानी भएर अब लडेको मान्छे। मेरो बाउ पनि अब बाबा पनि काङ्ग्रेसै हैन, अब वडा अध्यक्ष पनि लडेको मान्छे, जितेको मान्छेहरू। अनि मेरो पनि लाइन लगभग घरको क्लासै त्यही भएपछि मेरो क्लास पनि त्यही भयो। अनि खालि एउटै मान्छेलाई प्रमोट गरेछ। हेर साथीहरू, मान्छे धेरै फ्रस्ट्रेसन गयो, धेरै रिसायो भने कहिलेकाहीँ बिहान बेलुका पूजा गर्ने भगवान्लाई पनि लत्तीले हानिदिन्छ कि। त्यस्तो समय भयो भनेपछि नगर सुर्देऊ न हो, सुर्देऊ। फेरि यो राजनीतिको झोलाइ बोकेको मान्छे रहेछ भनौँला है फेरि साथीहरू। म त्यो व्यक्तिबाट प्रभावित होइन है साथीहरू। म भने चाहिँ विचारसँग सम्बन्धित मान्छे हो। मैले त टोटल्ली के भनेको थिएँ भने यो भ्रष्ट नेताहरू टोटल्ली बदल्नै पर्छ। भएन कि त हामी साला जनतालाई नै बदलिनु पर्यो जहाँसम्म लाग्छ। बल्ल नेता आफै बदलिन्थ्यो कि, नत्र गाह्रो पो भयो त। फेरि यहाँ नयाँ पार्टीमा लाग्नुपर्छ, अब नयाँ विचार ल्याउनुपर्छ भन्छन्। कसरी पो यहाँ नयाँ विचार उत्पादन गर्नु हो दिमागमा? हुँदैन। पार्टी चाहिँ छोडिँदैन, पार्टीको विचारसँग सम्बन्धित भइन्छ। यो व्यक्तिको पछाडि लागेर चाहिँ हुँदैन है। यो व्यक्तिको पछाडि लाग्यो भने हुने यिनी यो हालत। एउटालाई प्रमोट गरेछ विज्ञापन बजाए जस्तो के त्यो सधैँभरि। त्यस्तो हुँदैन। विचार बदलौँ, मान्छे बदलौँ। यो यहाँ पार्टी त्यहाँ पार्टी गएर हुने त्यही हो। अवसरवादीहरू जति पार्टी बदले नि अवसर लिइहाल्छन्। सबभन्दा मेन कुरो चाहिँ जो जहाँ हुनुहुन्छ त्यहीँ बस्नुहोस्, सोच विचारहरू बदल्नुहोस् है।